लोकमान सिंह कार्की सचिव मध्येका काम गराएको हिसाबले मन परेको मान्छे पनि हो नि। म मात्रै होइन, उनको अब बाहिरबाट हेर्दाखेरि उनले चाहिँ अप्ठ्यारो निर्णय गर्छन्, यहाँ उहाँ अप्ठ्यारो मान्छे हुन् भन्ने खालको कुरा गर्थे। तर अब हामी चाहिँ त्यो बिचमा स्टाफ कलेजको ट्रेनिङमा पनि जान्थ्यौँ। स्टाफ कलेजले भन्थ्यो, अहिलेका सचिवहरूमा सबभन्दा चाहिँ राइट डिसिजन गर्ने, यो चाहिँ म्यानेजमेन्टको हिसाबले डिसिजन गर्ने मान्छे लोकमान सिंह कार्की मात्रै भन्थ्यो। अनि उनी फेरि डेलिगेट पनि गर्ने अधिकार धेरै। अरूले सबै सचिवले अधिकार जकडेर राखेर सचिवका त्यो चाहिँ टेबलमा फाइल थुप्रो लाउने 25वटा 30वटा फाइल जहिले पनि हुन्थे। तर लोकमानको टेबलमा चाहिँ अनि साँझ एउटा पनि टेबल हुँदैन, त्यो एउटा पनि फाइल हुँदैन थियो। त्यो त्यही दिन चाहिँ उनले चाहिँ सकाएर हिँड्थ्यो। अनि थोरै हुन्थ्यो कि थोरै हुन्थ्यो, टक 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 डिसिजन। अनि अरू चाहिँ जम्मै त्यो 12 तहको नाममा, कोही डिजीको नाममा जम्मै चाहिँ अनि चाहिँ त्यो तोकादेश लाउने होइन तपाईँलाई चाहिँ त्यो चाहिँ अनि यो फलाना फलानाको मैले चाहिँ अधिकार प्रत्यायोजन गरेको छु भनेर लेखेर दिइदिनु।